अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीलाई रवि लामिछानेको विषयमा पहिला राजनीतिक प्रतिशोध भयो। सरकारले रवि लामिछानेको मानव अधिकार पनि खोस्यो भनेर अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो। यो 100% राजनीतिक प्रतिशोध हो भन्दै रविको पक्षमा वकालत गर्दै हुनुहुन्थ्यो पहिला सुशीला कार्की। उहाँलाई जेनजी आन्दोलनपछि अहिले सरकार प्रमुख वा प्रधानमन्त्री हुनुहुन्छ। अघिल्लो सरकारले राजनीतिक प्रतिशोध साधेको थियो भने त्यसलाई यो सरकारले सुधार गर्नुपर्छ कि पर्दैन? पर्थ्यो भने आजसम्म किन यति ढिला भइरहेको छ? अन्यायमा परेको मान्छेलाई न्याय दिने काम त यही सरकारको होइन र? किन सरकारले यस कुरामा ध्यान दिइरहेको छैन? यसैलाई मध्यनजर गर्दै रवि लामिछानेले अस्ति आफ्नो प्रेस सल्लाहकार प्रमोद न्युपानेलाई 4 सन्देश सार्वजनिक गर्नुभएको छ नखु कारागारबाट। उहाँले स्पष्टसँग भन्नुभएको छ कि अघिल्लो सरकारले राजनीतिक प्रतिशोधको आधारमा आफू विरुद्ध लगाइएका मुद्दा वर्तमान सरकारको धारणा खोजेको छु, फेभर होइन, हिजो अन्याय भयो भन्नेहरू आज किन केही बोल्नु भएको छैन भन्दै सरकारको धारणा पनि सार्वजनिक गर्न माग गरिसकेपछि यो प्रश्न निकै मजाले सामाजिक सञ्जालमा उठिरहेको छ। रवि लामिछानेको विषयमा अब सुशीला कार्की बोल्नै पर्छ र रवि अन्यायमा परेका हुन् भने न्याय दिनुपर्छ। यो मुद्दालाई छिटोभन्दा छिटो टुङ्ग्याएर सहकारी पीडितलाई न्याय मिल्नुपर्छ र रवि लामिछाने पनि अन्यायमा परेका राजनीतिक प्रतिशोध भएको हो भने न्याय मिल्नुपर्छ। अन्यायमा सबै मानिसलाई सधैँ मानिसलाई राख्नु हुँदैन। यो सरकारले पहिलाको सरकारको काम र प्रतिशोध साधेको हो भने त्यसलाई न्याय दिने काम छिटोभन्दा छिटो यो सरकारले गर्नुपर्छ।